आत्मा सिप भएको मान्छेले जिन्दगीमा कहिले पनि दुःख पाउँदैन भनेको एकदमै साँचो हो। नजान्नेको लागि हरेक काम महाभारत हुन्छ। जान्नेको लागि अरूले हेर्दा गाह्रो देखिने काम पनि एकदमै सहज हुन्छ। कुनै पनि काम आफैमा सानो या ठुलो हुँदैन। सुरुवातमा हरेक काम सानैबाट सुरु हुन्छ। सिप सिकेर मेहनत, लगन र निरन्तरता दिएमा कुनै पनि बिजनेसले ठुलो रूप लिनको लागि कति पनि समय लाग्दैन। इतिहास साक्षी छ। आज नाम कहलिने व्यापारी तथा उद्योगपतिहरूले पनि सानोबाटै सुरु गर्नुभएको हो। तसर्थ एउटाले सक्ने अर्कोले नसक्ने त हुँदैन। हामी कहाँनिर चुक्छौँ भने एक समयमा गएर थाक्छौँ। थाक्नु हुँदैन, थाक्नु स्वाभाविक हो, लड्नु स्वाभाविक हो। तर उठेर जब हामी हिँड्न सक्छौँ नि, त्यस पछाडि जित कसैले खोज्न सक्दैन।